हेलो सबैजना नमस्ते। आज चाहिँ म आफ्नो घर अगाडिको जो एउटा मन्दिर छ हाम्रो धेरै नै पुरानो हो, एउटा इतिहास बोकेको सबै पुर्खाहरूले चाहिँ मान्दै आएको मन्दिर हो, जसको नाम चाहिँ सेती देवी रहेको छ। आज म तपाईँहरूलाई त्यो मन्दिरको चाहिँ कस्तो छ देखाउनु र त्यहाँको अवस्थाबारे जानकारी दिनु गइरहेको छु होइन। म चाहिँ अब यो नास्ता खाएर निस्किने तर्खरमा छु। त्यो तपाईँले देख्न सक्नुहुन्छ यो सिमलको रुख चाहिँ रातो हो, त्यो मुनि हो म अहिले जाने। आजको मेरो पहिलो काम भनेको त्यहीँ रहनेछ। म चाहिँ अब चिया नास्ता खाइसकेपछि चाहिँ अब आफ्नो केही सामान लिएर चाहिँ तल झर्दैछु मन्दिरतर्फ। यो एकदम सानो धेरै सिमल खाइन्थ्यो यो। त्यहाँ माथि छ भने त्यही खाएर हामी स्कुल जान्थ्यौँ। मिठो चाहिँ मिठो हाल्छ यो सानोमा कति खायो जस्तो चाहिँ। तपाईँहरूले पनि यसो खानुभएको छ नि, याद छ न? यो फुल छ यो चाहिँ। अनि यसो कपास पनि भन्छ, पछि अलिक पछि हुन्छ होला त्यो कपास जस्तो त्यो रौ हुन्छ यसको चाहिँ, एकदमै नरम हुन्छ। रातै छ। यो हाम्रो सेतीदेवी मन्दिर चाहिँ धेरै पहिला चाहिँ यहाँनिर तिनवटा लस्कर यो तिनवटा छन्। यहाँ तिन ठाउँमा चाहिँ यहाँ चाहिँ एकजना चाहिँ सेतीदेवी चाहिँ यहाँ बस्नुभएको अरे। र यहाँ चाहिँ मैले सुरुदेखि नै अब यो बनाउने इच्छा थियो होइन। यहाँनिरको यो बाटो यो वालहरू चाहिँ सबै बिग्रिसकेको थियो कि यिनीहरू। यसलाई चाहिँ अलिकति मर्मसम्म गरेर बनाउने इच्छा थियो। र यो बाटोको कारणले चाहिँ मैले चाहिँ यो अलिकति अभियान बढाउन सकिनँ। यसलाई चाहिँ राम्रोसँग स्थानीय अथवा नजिकको देवताले किन हेला गर्नु भनेर चाहिँ यो चाहिँ एउटा सबैलाई देखिने ठाउँ पनि रह्यो। र प्लस वडा कार्यालयको अगाडि निकै मन्दिर भएको हुनाले यसलाई चाहिँ अब अरू ठाउँमा बजेट पर्छ के हुन्छ, तर यसमा चाहिँ खासै कुनै पनि भएन। मैले धेरै ठाउँ मानिसको कुरा राखेको गाउँपालिकादेखि वडासम्म, तर यो भएन। र अब यो मैले चाहिँ आफ्नै पार्टी सङ्गठन मेरो चाहिँ तलको 1% चाहिँ यो मन्दिरको लागि चाहिँ बजेट छुट्याएको छु। र अब लगभग 2 वर्षभित्र चाहिँ यो सकिन्छ होला। यो चाहिँ रोड चाहिँ यहाँसम्म पिच गर्ने गाउँपालिकाको सबै वडामा पिचको बाटो होइन, पक्की बाटोको निर्माण गर्ने लक्ष्यको रहेको हुन्छ। यो बाटोसम्म चाहिँ पिच भयो भने त्यो बाटोको क्लियर हुन्छ नक्सा, अनि त्यसपछि यसको भागबाट चाहिँ बाँकी कामहरू सुचार गर्न सकिन्छ। यसलाई चाहिँ घर थुप्रो भएको हुनाले चाहिँ मैले अब साबेल ल्याउने विशेष, त्यसपछि म घरतिर गएर साबेल लिन गएर साबेल लिएर फर्किनु। त्यसपछि मैले आफ्नो कामलाई लगातार निरन्तर थिएँ।
यहाँ एउटा डान बक्स चाहिँ राख्नु पाएँ, त्यो टिभी बक्स राख्नु कता अब एउटा के राख्नु पाएको छु हुन्थ्यो। विभिन्न यो चाहिँ धेरै नै आस्था राख्नुहुन्छ होला, धेरै नै अब यो आफ्नो भाकलहरू चाहिँ राखेर यसरी यो मन्दिरको चाहिँ यो त्रिशूलहरू चढाएको हुँदो रहेछ यहाँ। यसरी मन्दिर ढुङ्गा देवीको स्थापना गर्नु भनेको छ भने यो चाहिँ पिसाहरू राख्नु भएको छ। एकदमै चम्किलो ढुङ्गा ठक्क। सुधा देवीको लागि काली दाइ पनि आएर सहयोग गर्नुभयो र हामी दुईजना मिलेर फटाफट यो मन्दिर सरसफाइमा लागिरह्यौँ। अनि अप्ठ्यारो छ यसरी यहाँबाट यति लिन सकिँदैन, त्यसरी यो अब एउटा सिडी बनाउनु पर्ने छ। यहाँ सिडी बनाएर यहाँ माथिको चाहिँ बनाउनु छ, यो अलिकति लामो लामो यता रेलिङहरू हाल्न त सक्यो भने राम्रो देखिन्थ्यो होला चाहिँ, यत्तिको बनाएँ मैले। सफा छ। अब यो वालहरू गइसकेको छ नि, यसलाई पनि अझ अलिकति राम्रोसँग मर्मत गरेर राम्रो बनाउनु पाएँ। अलिकति बजेट भइदियो, यसलाई स्ल्याबहरू हालेर बनाउन सकिन्थ्यो। अहिले बजेट छैन, यता गाउँपालिकाहरू मैले धेरै कुरा राखेको अहिले कतैबाट पनि सहयोग जुटिराखेन। उही बेला मैले हुँदाखेरि यो तारहरू पनि व्यवस्थित गरेको थिएँ, तारहरू ल्याएर बत्तीको समेत व्यवस्था गर्थेँ। अहिले म आफू पनि अब यता गाउँ नबसेको हुनाले यो सब पुरा थालिदिनु भएको रहेछ। अब यसो पहिला मौकामा आएर यो गर्ने नै छु। अहिले तत्काललाई भनेको चाहिँ अब मैले गर्न सक्ने चाहिँ अब यहाँनिर एउटा यो घटिएको रहेछ, यो चाहिँ एउटा भेटीको बक्सा चाहिँ अनिवार्य जस्तो लाग्यो। यहाँ यस्तो छ, यता छ, यो एउटा बक्सा भइदिएपछि सजिलो हुन्थ्यो भन्ने लागिरहेछ। ल तपाईँहरूले कोहीहरू यसमा यो निर्माण कार्यमा चाहिँ सहयोग गर्नुहुन्छ भने तपाईँहरूले यहाँनिर लिङ्क यहाँ नम्बर छोडेको छु स्क्रिनमा, त्यसमा चाहिँ मेसेज गर्नु होला मलाई, र तपाईँ आफ्नो सानो सहयोग चाहिँ मलाई यहाँ दिनु सक्नुहुन्छ। र योमा चाहिँ तपाईँहरूले दिएको सहयोगहरू चाहिँ म यहाँनिर युज गर्नेछु तपाईँहरूको नामसहित है त। फाइनली गाइज हाम्रो सरसफाइ पनि सक्यो। मेरो यो काम कस्तो लाग्यो तपाईँहरूलाई, अब तपाईँहरूले पनि अब यसो साथ सपोर्ट यसो गर्नु पऱ्यो मलाई, यो कामका लागि प्रेरणा दिनु पऱ्यो होइन। र अन्तिममा चाहिँ भगवान्लाई चाहिँ के हुन्छ भने अब यो कता कता छैन नहुने के गल्तीहरू भयो होला, अलिकति रुख पनि काट्यो। अब यो अलिक ठोकिने छ कि यो यसो ठोकिने छ, त्यसलाई चाहिँ अब रुख पनि काट्यो, केही अब काट्नु नहुने थियो होला देवथानभित्र होइन। अब यसमा चाहिँ म क्षमा प्रार्थी गर्दैछु, भगवान्सम्म चाहिँ क्षमा माग्न चाहन्छु। लस्ट गाइस यति नै हो अन्तिममा। अब अरू नेक्स्ट भिडियोहरू कहिले म बनाएकोहरू ल्याउने नै छु, र तपाईँहरूले चाहिँ अब मलाई चाहिँ सब्सक्राइब गरेर साथ दिनु होला। र म यसको अझ डिटेल रूपमा एउटा राम्रो सुन्दर आफूले बनाएको एउटा कल्पना गरेको यो छ मेरो मनमा। अब काहीँ पऱ्यो अब सहकारी सरकारी निकायबाट काहीँ सहयोग नपाए पनि यो चाहिँ म आफूले चाहिँ आफू व्यक्तिगत तर्फबाट भए पनि सानो केही प्रयास गरिरहेको छु है त। गाइज अब आजले यति नै है त।